राजाले चुनाव लड्ने होइन, चुनाव लड्नको लागि हामी जस्ता मानिसहरू छौँ, हामी चुनाव लड्छौँ। हामीले खोजेको राजा, हामीले स्थापित गर्न खोजेको राजा तपाईहरुसँग चुनाव लड्ने होइन, राजनैतिक दलको राजा होइन, देशको राजा खोजेको हो। र राजा राजनैतिक दल भन्दा, भोटको राजनीति भन्दा माथि रहने संस्था हो। त्यसकारण तपाईहरु अब देशमा समाधान चाहनुहुन्छ, देशमा अर्को थप द्वन्द्व र विद्रोह नहोस् भन्ने चाहनुहुन्छ भने कांग्रेस, एमाले, माओवादीलाई म आग्रह गर्न चाहन्छु, विद्रोह नहुँदैखेरि, कसैले भाग्नु पर्ने परिस्थिति नआउँदैखेरि सम्झौताको लागि तयार हुनुहोस् र नयाँ सम्झौता गरौँ। र निषेधको राजनीति हिजो हामीले हेरिहाल्यौं, तपाईहरुले निषेध गर्नुभयो, छुक्याएर राष्ट्र संस्था, हिन्दू राष्ट्र समाप्त गर्नुभयो, विदेशीको भरिया बनेर नेपाललाई ध्वस्त पार्ने काममा तपाईहरु संलग्न हुनुभयो। तर निषेध कसैका लागि पनि प्रीतिकर हुँदैन र हितकर हुँदैन रहेछ र देशको लागि त राम्रो हुँदैन रहेछ भन्ने कुरा अहिले स्पष्ट भयो। त्यसकारण हामी तपाईहरुको निषेध चाहदैन, हामी निषेध गर्न चाहन्नौ। त्यसकारणले मिलेर नयाँ सम्झौता गरेर राजादेखि सबै राजनीतिक शक्तिहरू हटाउने नयाँ व्यवस्था निर्माण गरेर देशलाई निकास दिएर अगाडि बढौं भन्ने कुरा आग्रह गर्न चाहन्छु।